हेलो साथीहरु, यहाँ चाहिँ यो माई खोलाको पुल नजिक है। माई खोलाको पुल भन्दा चाहिँ दक्षिण साइड चाहिँ माताले चाहिँ सपनामा एउटा मूर्ति देखेको भनेर चाहिँ यहाँ उत्खनन हुँदैछ। त्यो उत्खनन हुन जुन भइरहेछ त्यसको के हो भनेर बुझ्नलाई म जाँदैछु। अब त्यहाँ कस्तो के छ म त्यहाँ गएर बुझ्छु। र म त्यहाँ जाँदैछु, तपाईँहरू देख्न सक्नुहुन्छ मान्छेहरू पनि भेला हुँदैछ। र यतातिर माई खोलाबाट पहिरो गइरहेको छ, यता माई खोला बगिरहेको छ र यता चाहिँ मूर्ति उत्खनन हुँदैछ साथीहरू। बाटो पनि यस्तो छ, खोलाले ध्वस्तै बनाएको छ बाटो। खोलाको तिरै तिरमा चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ 5वटा ढुङ्गा चाहिँ निक्लेको छ भनेको छ होइन। अब माताले सपनामा देखेर यहाँ उत्खनन हुँदैछ। माताको घर चाहिँ लान दिइरहेको छैन यहाँको स्थानीयहरूले। अब हेरौँ के रहेछ। यो एउटा मात्रै हो, माता पनि हुनु। जाति हामीहरू बस्नु पर्दैन, हामीले मान्न पाउँछौँ नि त। हो हिन्दू संस्कार हो नि त। जाति हान्न बस्यो भने हामीले हाल्छ नि त। एउटा तपाईँले नि धर्म अनुसारको सिधा सिधा गर्नुहुन्छ। एउटा अर्को चाहिँ कहाँ छ पो ढुङ्गा? भोलि केही तलमाथि साथीहरू, यहाँ चाहिँ माता चाहिँ ध्यानमा बस्नुभएको छ। अब चाहिँ यहाँ ध्यान गरेर पूजापाठ गरेर चाहिँ यहाँबाट ढुङ्गा लाने भन्ने कुरा यहाँ माताको बुवाको छ रहेको छ। यहाँ माता चाहिँ आफ्नो पूजापाठ र ध्यान गर्दै हुनुहुन्छ। यो ध्यान पश्चात लाने भन्ने कुरा भएको छ। तर यहाँको स्थानीयहरूले चाहिँ ढुङ्गा लान नदिने भन्ने कुरा आएको छ र त्यहीमा यहाँ विवाद चलिरहेको छ।
देख्न सक्नुहुन्छ यहाँ मान्छेहरूको भिडभाड पनि उत्तिकै बढ्दो क्रममा रहेको छ र माताले आफ्नो पाठ पूजा गर्दै हुनुहुन्छ। दर्शन यहाँ चाहिँ स्थानीयहरूले चाहिँ मूर्तिलाई नदिने भइसकेपछि यहाँ माता रुँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ र भिडभाड उत्तिकै बढिरहेको छ। यहाँ चाहिँ शिला मूर्ति खन्नलाई यो जेसीबी यहाँ आएको छ, तर जेसीबीले केही मात्रामा खोतलिसक्दाखेरि चाहिँ यहाँ नाग सर्प देखेको कारणले चाहिँ यहाँ यो जेसीबी चाहिँ रोक्नुपर्ने अवस्था आएको छ। यहाँ फेरि तपाईहरु देख्न सक्नुहुन्छ, फेरि अर्का एकजना व्यक्तिलाई पनि माता यहाँ उत्रेको देख्न सक्नुहुन्छ। यहाँ कामदै हुनुहुन्छ उहाँ, जसले देख्नु भएको थियो उहाँ नभएर अर्कै व्यक्ति हुनुहुन्छ, यहाँ कामदै हुनुहुन्छ। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ लडीबडी गरिरहनु भएको छ। उहाँ यहाँ अरू जो व्यक्तिहरू उहाँको माता पहिल्यैदेखि हुनुहुन्थ्यो अरे, त्यही भएर नछुनु भनेर यहाँ अरू जसले चिने जानेका हुनुहुन्छ उहाँहरूले भन्दै हुनुहुन्छ। यहाँ हेर्ने मान्छेहरूको भिड अझ बढ्दो क्रममा छ। कोही नबोला है बुझिसकेको नाग माताहरू पढ्छ, तिमी के पञ्चकन्या माताहरू के भन्नु पर्यो परमेश्वर। यहाँ चाहिँ यो
सर्प कता गयो सर्प नाक र साथीहरू यहाँ नाक निक्लिसकेपछि र अरू माताहरूले पनि यो शिला चाहिँ उत्खनन गर्न रोक लगाइसके पछाडि चाहिँ जेसीबी चाहिँ फर्किसकेको छ साथीहरू। अब नखन्ने हो क्या अरे।